सिल्भर किन्न जति सजिलो छ बेच्न त्यति नै गाह्रो छ। तपाईहरुले हाम्रो कमेन्ट र मेसेजमा एसबीसी को सर्भिस बारे र सिल्भरको मार्केट बारे धेरै क्वेशन्सहरु सोध्नु भएको छ र आज म त्यही क्वेशन्सको आन्सर गर्नेछु। फर्स्ट क्वेशन, इज इट लीगल टु बाय सिल्भर ब्रिक्स इन नेपाल भनेर सोध्नु भएको छ। यो चाहिँ धेरै जनाले सोधिरहेको क्वेशन हो। आईआरडी डाइरेक्टिभ 2077 को अनुसार एभ्री नेपाली इन्डिभिजुअल्सलाई सिल्भर बार्स र कोइन किन्न कम्प्लिटली लिगल छ। तर तपाईले यहाँ ध्यान दिनुपर्ने कुरा के छ भन्दाखेरि यसको लागि तपाईसँग प्यान कार्ड म्यान्डेटरी हुनुपर्छ र यदि तपाई ज्वेलरी म्यानुफ्याक्चरिङको लागि हो भने फेडरेसनबाट तपाईले परमिसन लिनुपर्छ। सेकेन्ड क्वेशन, 2 महिनासम्म डेलिभरी लिन आइन भने मेरो पैसा के हुन्छ? ओके, हाम्रोमा सिल्भर रिसिभ गर्ने डेडलाइन चाहिँ तपाईले बुकिङ गरेको 57 दिनसम्म रहेको हुन्छ र यदि तपाई त्यो दिनसम्म लिन आउनु भएन भने हजुरको पैसा डाइरेक्टली बाइब्याकमा कन्भर्ट हुन्छ, सो तपाईको पैसा सेफ नै हुन्छ। थर्डमा रहेको छ, सिल्भर किन्न जति सजिलो छ बेच्न त्यति नै गाह्रो छ। यदि तपाई यो सोच्दै हुनुहुन्छ भने नआत्तिनुस्, किनभने एचबीसी सँग बाइब्याक ग्यारेन्टेड नै छ, जसमा एचबीसी ले तपाईको सिल्भरलाई मार्केट रेट अनुसार मात्र 3.99% डिडक्सन गरेर बाइब्याक गर्छ। तर यसको लागि तपाईसँग ओरिजिनल इन्भोइस चाहिँ हुनुपर्छ। यो बाहेक तपाईहरुले अझै पनि अरु के सोध्नु छ भने तपाईहरुले हाम्रो कमेन्टमा र हाम्रो मेसेज बक्समा सोध्न सक्नुहुन्छ।